10 वर्षीय महान जनयुद्धमा जनमुक्ति सेनाको अग्रमोर्चामा रहेर आफ्नो सैन्य कार्यकुशलता परिवर्तन गर्दै राज्य व्यवस्था परिवर्तनमा ठूलो योगदान पुर्याउनुभएका आदरणीय नेता मान्य भीमप्रकाश शर्माज्यूले आज 2 नम्बर वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रशासकीय भवन तथा बर्थिङ केन्द्र उद्घाटन समारोहमा प्रमुख अतिथिसित आसन गर्दै यो भवनको उद्घाटन कार्य सम्पन्न गर्नुभएको छ। जनमुक्ति सेनाको सैन्य कार्यकुशलताले भरिपूर्ण भएका मान्य भीमप्रकाश शर्माजीले जनतासँग निकट भएर र जनतासँग सामाजिक, आर्थिक, राजनीतिक, कृषि र उद्योग पर्यटनका क्षेत्रमा आफ्नो कार्यकालमा मन्त्री हुँदाका बखत ठूलो बजेट परिचालनबाट जनतामा प्रत्यक्ष उत्पादनका कार्यक्रम लागू गर्नुभयो र उत्पादनका कार्यक्रमसँगै जनताका ती आधारभूत समस्यालाई समाधान गर्न पहल गर्नुभयो। कर्णाली प्रदेशको डोल्पामा सौरी स्रोत केन्द्र स्थापनादेखि सल्यानमा सुन्तला पकेट क्षेत्रका कार्यक्रम विस्तार तथा विकासमा या त सुर्खेतमा कृत्रिम गर्भाधानका कार्यक्रम सुरु गरेर अगाडि बढाउनुभएका मान्य मन्त्रीजीले आज जनताका बीचमा ठूलो योगदान पुर्याउनु भएको छ। त्यसैगरी 2 नम्बर वडाको विकासका निम्ति पनि र समग्र छत्तीसगढ विकासका निम्ति पनि उहाँको ठूलै योगदान भएको छ। जनताका सामु जाने र जनताको घरदैलोमा पुग्ने, शहीद परिवार, बेपत्ता, घाइते र अपाङ्ग योद्धाहरूसँग भेटघाट गर्ने र दुखी गरिबका सामु पुग्ने उहाँको दिनचर्या नै समाजसेवामा भइरहेका छन्। नेपाली जनताले हिजो नेता भेट्नका निम्ति सिंहदरबार कुर्नुपर्ने व्यवस्थालाई अन्त्य गर्दै त्यो व्यवस्थाका निम्ति 10 वर्षको महान जनयुद्धमा काँधमा बन्दुक र शिरमा मृत्युको कफन बोकेर हिँडेका नेताहरू आज जनताको घरदैलोमा जसरी जनतासँगै नाच्न तयार हुनुभयो, योभन्दा ठुलो सौभाग्य, योभन्दा ठुलो व्यवस्था सङ्घीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था भिन्नै र फरक र अलौकिक छ। नेपाली जनताले आफ्नो सचेतनापूर्वक जसरी जनयुद्धलाई साथ दिनुभयो र त्यो जनयुद्धलाई साथ दिँदै गर्दा आज नेपाली जनताका बीचमा गणतन्त्र सुन्दर बगैँचाको रूपमा हुर्किरहेको छ। अझै पनि यो व्यवस्थालाई कतै कत्याम गर्नका निम्ति निरङ्कुश र हिजोका ती राजतन्त्रवादीहरू अहिले पनि सडकमा लाम लस्कर नभएका होइनन्। लाम लस्कर भएका ती रैतीहरूले हिजो राजाको पाउ परेर जसरी सत्तामा आफू पुग्न प्रयत्न गर्थे र त्यो व्यवस्थालाई अन्त्य गर्दै आज जनताको छोरो राष्ट्रपति, आज जनताको छोरी न्यायाधीश र सभामुख हुने व्यवस्था जसरी माओवादी जनयुद्धले थाल्ने गर्यो, आज यो तल्लो स्तरसम्म संस्थागत हुँदै गएको छ। जनयुद्धको सङ्ग्रामी मोर्चामा उच्च साहस प्रदर्शन गर्दै सल्यानबाट नेता र नेतृत्वको अभाव भएन। त्यस्तै गरी अहिले पनि सरकार र सदनमा जनताका मागलाई जहिले पनि जोरदार रूपमा प्रस्तुत गर्ने आदरणीय नेता भीमप्रकाश शर्माजीले आज 2 नम्बरका नानी बाबुसँग 115औं अन्तर्राष्ट्रिय सर्भिङ महिला दिवसको अवसरमा जसरी स्यारिङ्गे नाचमा आफ्नो कला प्रस्तुत गर्नुभयो, यो नानी बाबुको लागि र 2 नम्बर जनताका लागि एक ऐतिहासिक क्षण बनेको छ।